शिशु रोड टु रिभेन्ज। यस मुभीमा दोस्रो विश्वयुद्ध समाप्त भइसकेपछि आटामी आफ्नी परिवारको सम्झना पुरानो घरमा सुरक्षित स्थानमा सारेर नयाँ जीवन सुरु गर्न चाहन्छन्, तर उनको परिवारको हत्या गर्ने निर्दयी शत्रु फेरि फर्किन्छ र बदला लिन खोज्छ। अब आटामीले आफ्नो विगतको पीडा, शक्तिशाली शत्रु र निरन्तर आक्रमणको सामना गर्दै जीवन र सम्मानको रक्षा गर्नुपर्छ। यस मुभीमा विस्फोटक, एक्सन, चतुर रणनीति, कम संवाद र अत्यन्त हिंसात्मक भिडन्तहरू देखाइन्छ र आटमीको अदम्य इच्छा शक्ति जुन ले चाहिँ यो मुभीको होइन कथाको मुख्य शक्ति बनेको हुन्छ। यस मुभीमा यस मुभीको केन्द्रमा एक पूर्व क्रान्तिकारी तथा राजनीतिक रूपमा सक्रिय व्यक्ति हुन्छ जसले आफ्नो विगतबाट टाढा भएर सामान्य जीवन बिताउन खोजिरहेको हुन्छ, तर पुराना सम्बन्ध, अधुरो सङ्घर्ष र शक्तिशाली मानिसहरूको दबावका कारण ऊ फेरि सङ्घर्षको चक्रमा तानिन्छ। आफ्नो परिवार, आदर्श र बाँच्नका लागि उसले लगातार नयाँ नयाँ चुनौतीहरूसँग सामना गर्नुपर्छ। यस चलचित्रले राजनीति, अपराध, व्यक्तिगत पश्चाताप, मित्रता र परिवर्तनशील समाजका विषयहरूलाई मिसाएर प्रस्तुत गर्छ। F1 दि मुभी। यस मुभीमा सोनी हेज ब्राड पिट नामक एउटा पूर्व फर्मुला 1 चालक छन्। उनी एक समयका प्रतिभाशाली रेसर भए पनि एउटा गम्भीर दुर्घटनापछि F1 संसारबाट टाढिएका हुन्छन्। वर्षौँपछि एउटा सङ्घर्षरत फर्मुला 1 टोलीले उनलाई फेरि रेसिङमा फर्किन आग्रह गर्छ। सोनी टोलीमा फर्किएपछि उनले केवल जितका लागि मात्र होइन, आफ्नो प्रतिष्ठा पुनः स्थापित गर्न र युवा चालक जोसुफ पोर्सलाई मार्गदर्शन गर्न पनि सङ्घर्ष गर्छन्। अनुभव र युवा शक्ति बीचको टकराव, टोलीभित्रको दबाव र विश्वको सबैभन्दा प्रतिस्पर्धात्मक मोटर स्पोर्टमा सफलता हासिल गर्ने यात्राले कथालाई रोमाञ्चक बनाउँछ। यस मुभीको केन्द्रमा एक पूर्व क्रान्तिकारी तथा राजनीतिक रूपमा सक्रिय व्यक्ति हुन्छ जसले आफ्नो विगतबाट टाढा भएर सामान्य जीवन बिताउन खोजिरहेको हुन्छ, तर पुराना सम्बन्ध, अधुरो सङ्घर्ष र शक्तिशाली मानिसहरूको दबावका कारण ऊ फेरि सङ्घर्षको चक्रमा तानिन्छ। आफ्नो परिवार, आदर्श र बाँच्नका लागि उसले लगातार नयाँ नयाँ चुनौतीहरूसँग सामना गर्नुपर्छ। यस चलचित्रले राजनीति, अपराध, व्यक्तिगत पश्चाताप, मित्रता र परिवर्तनशील समाजका विषयहरूलाई मिसाएर प्रस्तुत गर्छ। शिशु रोड टु रिभेन्ज। यस मुभीमा दोस्रो विश्वयुद्ध समाप्त भइसकेपछि आटामी आफ्नी परिवारको सम्झना पुरानो घरमा सुरक्षित स्थानमा सारेर नयाँ जीवन सुरु गर्न चाहन्छन्, तर उनको परिवारको हत्या गर्ने निर्दयी शत्रु फेरि फर्किन्छ र बदला लिन खोज्छ। अब आटामीले आफ्नो विगतको पीडा, शक्तिशाली शत्रु र निरन्तर आक्रमणको सामना गर्दै जीवन र सम्मानको रक्षा गर्नुपर्छ। यस मुभीमा विस्फोटक, एक्सन, चतुर रणनीति, कम संवाद र अत्यन्त हिंसात्मक भिडन्तहरू देखाइन्छ र आटमीको अदम्य इच्छा शक्ति जुन ले चाहिँ यो मुभीको होइन कथाको मुख्य शक्ति बनेको हुन्छ।